अत्यन्तै दुःखद खबर सुन्नु परेको छ साथीहरू। निर्मल पूर्जा अर्थात् निम्स दाई भनेर चिनिने विश्व कीर्तिमानी हिमाल आरोही सहित 10 जना क्लाइम्बर्सहरूको मृत्यु भएको छ। हो, पाकिस्तानको काराकोरम रेन्ज अन्तर्गत ब्रोड पिक जुन 8047 मिटर उचाइमा रहेको छ, त्यसको आरोहण गर्ने क्रममा त्यहाँ बिहीबार हिम पहिरो गएको थियो। त्यो हिम पहिरोमा पुरिएपछि 4 जनाको शुक्रबार नै शव निकालिएको थियो भने बाँकी 6 जनाको पनि शनिबार शव निकालिएको भनेर अन्तर्राष्ट्रिय मिडियाहरूले लेखेका छन्। यससँगै हिमाल आरोहणको इतिहासमा एउटा अध्याय समाप्त भएको मानिन्छ। निम्स पूर्जा तिनै व्यक्ति हुन् जो म्याग्दीमा जन्मिएका थिए र 18 वर्षको उमेरमा ब्रिटिस लाउरे बनेका थिए। उनले त्यहाँ 16 वर्ष सेवा गरे। गोर्खा रेजिमेन्टमा रहेर तथा युकेको स्पेसल फोर्समा रहेर जम्मा 16 वर्ष त्यहाँ सेवा गरेका थिए। त्यही क्रममा उनले 2012बाट हिमाल चढ्न सुरु गरे। 2016मा सगरमाथाको आरोहण गरे भने 2019मा विश्वभरिका 14वटा हिमाल जुन 8000 मिटरभन्दा अग्ला रहेका छन्, ती हिमालहरूको 6 महिनाभन्दा कम समयमा आरोहण गरेर नयाँ रेकर्ड कायम गरे विश्वमै। त्यसपछि उनी अन्तर्राष्ट्रिय मिडियामा छाएका थिए र अहिले भनेको उनले 12औं अग्लो हिमाल जुन ब्रोड पिक हो, जो 8047 मिटर अग्लो थियो, त्यसमा आरोहण गर्दै थिए र त्यसको लगत्तै उनले विश्वभरिका 14वटा हिमालमा बिना अक्सिजन आरोहण गर्ने योजना बनाएका थिए। उनको त्यो सपना अधुरै रहेको छ। सम्पूर्ण ती साहसिक मनहरू जसले हिमालमै आफूलाई समर्पित गरे, उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।